यो गौरी गाउँ माथि ओखरपाटा हेर्नु गाउँ यो हरियो हरियो चाहिँ के को बैसाटको रुखो क्या हो हेर्नु यो चाहिँ मेरो ससुराली गाउँ म चाहिँ ससुराली गाउँमा आएको थिएँ त्यही भएर गाई ससुराली गाउँको पनि यसो सानो भलक बनाऊ कि भनेर त्यही भएर यसो म लागेको लाइक कमेन्ट सब्सक्राइब गर्नु होला च्यानलमा जोडिनु भएको छैन भने गाइज कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला ल हेर्नु है बाटो यस्तो छ यो चाहिँ ससुराली गाउँ हो यो चाहिँ गाउँको नाउँ चाहिँ गौरी गाउँ भन्छन् है यो कनका सुन्दरी गाउँपालिका वडा नम्बर 3 मा पर्छ क्या हो जस्तो मानेछु ससुराली गाउँ हो गौरी गाउँ यो घाम लागेको डाँडामाथि चाहिँ ओखरपाटा भन्ने छ गाउँको नाम यहाँ तल चाहिँ गौरी गाउँ हेर्नु यो चाहिँ स्याउको बुट्टा स्याउको बगैँचा हेर्नु गाइज ल कुटुङ टुङ कुटुङ ल हेर्नु गाइज यो त्यहाँ कहाँ माथि ड्याम के भन्छन् है गाउँको नाम हेर्नु गाइज पुरा उकालो चाहिँ लास्ट उकालो हिँड्नुपर्छ हेर्नु ल हेर्नु गाइज नानी र नानीको आमा पनि छन् नानीको बजै पनि छन् यो चाहिँ ससुराली घर हो गाइज हेर्नु यो चाहिँ गाइज मेलको रुख हो मेलको रुख हेर्नु म चाहिँ ससुराली गाउँमा यो चाहिँ मेलको रुख हो यसलाई चाहिँ के मेल भन्छन् कालो मेल हो कि के भन्छन् है गाइज हेर्नु मेल चाहिँ मेल त थियो तर मेल चाहिँ यहाँ टिप्नै नसकिने भयो सानो सानो दाना छ गाइज हेर्नु यो बारीमा यो रास लगाएको यो के मल रास लगाउनु कि के लगाउनु त्यहाँ हेर्नुभएको हेर्नु एउटा दाजुले हेर्नुभएको सिमीका कोसा टिप्दै हुनुहुन्छ है अनि त्यहाँ पनि छन् हेर्नु मान्छेहरू गाइज हेर्नु है यो सल्लाहरू गाइज हेर्नु लेकाली सल्लो यस्तै हुन्छ सिम्ता फलेका छन्
मर्या होला हेर्नु गाइस बाटोमा चाहिँ यस्तो बार बारेर रहेछन् हेर्नु गाइस ससुराली गाउँमा आएको यो के को यो धुम्का धुम बनाएर रहेछन् हेर्नु गाइस कस्तो देखायो भिडियो क्यामेरा दामी मोबाइल देखेको तिमी अर्को मोबाइल कहिले किन्यौ न अर्को मोबाइल कहिले किन्ने हो पैसै छैन फुटेछ यो के गरुको भैँस्याटा तिमी गेम खेल्दैनौ नै त्यत्तिकै होइन मेरो टुटो गाडी सर्च गरेर ऊ नल पुला पानी या कहाँ यो यी होइनन् घरबाट आउनु स्टप रातो टेक्टो ह 45 सम्म कोदेरोटा कहिले खाएँ कहाँ मैले खाइनँ थिएँ केही पनि खाएन सल्ला धुपैले के गर्ने होला र यो को गया होला नि भर्खर उ पर गयो त